तपाईँहरूको यो सानो सहयोगले चाहिँ एउटा छुट्टै बदलाव ल्याउँछ नेपालमा। नेपालमा भने रूपन्देहीमा रहेर हामी अहिले मानव सेवासँग जोडिएर भने तपाईँहरूकै जितपुरमा भने सम्पूर्ण कलाकारहरूको साथमा भने देउसी भैलो कार्यक्रम सञ्चालन गरिराखेका छौँ। छिटो छिटो दिदीबहिनीहरूसँग आएर तपाईँ दिदीबहिनीहरूको त्यसरी दिदीबहिनीहरूको नाच हेर्न आउँदाखेरि दान दक्षिणा ल्याउन बिर्सिनु भएको छ भने पनि हामीसँग डिजिटल क्युआरको पनि अब व्यवस्था छ। तपाईँहरूले क्युआर गरेर पनि हामीलाई साथ सहयोग गर्न सक्नुहुन्छ। यो साथ सहयोगमा सबभन्दा ठुलो परिवर्तन के हुनेछ भन्दाखेरि तपाईँको वृद्ध बालबालिका वृद्ध बुवा आमा साना अनाथ बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि चाहिँ सहयोग मद्दत पुग्नेछ। उपमा लामा तपाईँ कता हुनुहुन्छ? यता डान्सर आउँदै हुनुहुन्छ होला, प्लिज बाटो छोडिदिनु होला यताबाट प्लिज। यो साइड चाहिँ भिडभाड नगरिदिनु भएको भए राम्रो हुन्थ्यो। भेना कहाँ गयो भेना? म फेरि पनि सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद गर्न चाहन्छु, उच्च सम्मान गर्न चाहन्छु। हाम्रो आदरणीय दाजुहरू भाउजूहरू आमा बुबा सबैलाई जे साइनो लाग्छ सबै सारालाई चाहिँ धन्यवाद छ। तपाईँहरूको यो तपाईँहरूको मायाले चाहिँ हरेक वर्ष जसरी हामीहरू पनि हरेक वर्ष तपाईँहरूको मायाले गर्दाखेरि चाहिँ हामीहरू यहाँ फेरि पनि तपाईँहरूको माझमा उपस्थित हुन सफल भएका छौँ। धन्यवाद छ सम्पूर्ण सहयोगी हातहरूलाई। तपाईँहरूको सहयोग मागिदिन। हामी एकैजनाले चाहिँ धेरै ठुलो सहयोग गर्न सक्दैनौँ, तर हामी सबैजना मिल्यो भने ठुलो सहयोग गर्नलाई कसैको कतिपय धेरै मान्छेको जीवन परिवर्तन गर्नलाई गाह्रो हुँदैन। त्यसैले सबैजनाले मन खोलेर दान दक्षिणा गर्नु होला। त्यो पास गरिदिनुहोस् न यतापट्टि। हाम्रो दाजुले हात देखाइराख्नु भएको छ। मम्मी सब भने फेरि पनि तपाईँहरूको माझमा आउँदै हुनुहुन्छ अर्को तेस्रो लिङ्गी कलाकार उपमा लामा। तपाईँहरूले मन खोलेर साथ सहयोग गर्नु होला सबैजनाले। तपाईँहरूको लाल कुमार श्रेष्ठ भनेर ₹505 यस कार्यक्रमको सफलताका लागि प्रदान गर्नुभएको छ। धन्यवाद छ दाजु तपाईँलाई। तपाईँको कुल खानदानमा माता लक्ष्मीले बास गर्नुहुनेछ। तपाईँको घर आँगनमा सुख शान्ति समृद्धिले बास गर्नेछ। तपाईँहरूमाथि त्यसो लेखी दिदीबहिनीहरूको पनि भरिपूर्ण आशिष छ भन्दै अब भने स्वीकार्नुहोस् अर्को प्रस्तुति हाम्री प्यारी उपमा लामा।
राम्रो लागेन कोलाई राम्रो लाग्यो फेरि जोरदार ताली सबैजनाले धन्यवाद 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 सम्पूर्ण उपस्थित महानुभावहरूमा हामी कृष्णलिङ्गी परिवार के गरे पैसा रेडी गर बेली डान्सलाई हामी तपाईँ पाइराखेका छौँ मुरी धन्यवाद सबैजनालाई उच्च सम्मान छ हामीसँग धेरै प्रस्तुति छ बस्नु होला सबैजना कार्तिके दान गरेर बिदा हुनु होला कोही पनि दान नगरिकन नफर्किनुहोस् है हेर्नुहोस् भनिदिइसकेको छु मैले पहिल्यै हामी टाढोबाट तपाईँको लागि आएको छौँ तपाईँहरू हेरेर आँखा मात्रै सेकेर नजानुहोस् है कोही पनि भन्दै आऊ भने आउँदै हुनुहुन्छ फेरि पनि तपाईँहरूको माझमा अर्को कृष्णलिङ्गी कलाकार सलिना चौधरी सबैजनाले एकचोटि जोरदार तालीवाला स्वागत गरौँ तपाईँहरूले यति रमाइलो गरिरहनु भएको छ यो साँझ तपाईँहरूको माझमा सम्पूर्ण कलाकारहरूले यति रमाइलो गरिरहनु भएको छ ताली त बन्छ यार त्यही भएर एकचोटि बजाइदिनुहोस् सबैले ताली झलल्लादै माता लक्ष्मी नै भएर आउनुभएको छ झल के दोष छ तपाईँको गल्तीहरूलाई निखार्नको लागि तपाईँहरूले मनको इच्छा गरेर यो सुखमा त सबैजनाले मन खोलेर दान दक्षिणा गर्नु अब साथीहरू सबै ठाउँमा आउनुहुन्छ है सबै ठाउँमा आउनुहुन्छ सबैले मनको इच्छा कार्तिके दान गर्नु होला सबैजनाले तपाईँहरूको आजसम्मको भुल गल्तीहरू उहाँहरूले माफ गर्नुहुनेछ माता लक्ष्मीले तपाईँहरूको घर आँगनमा वास गर्नुहुनेछ सो तपाईँहरूको माझमा मैले एकचोटि म ताली सुन्छु है तपाईँले सल्लाहको लागि कति ताली बजाउनुहुन्छ होइन होटिङ गर्ने हो यही अझै चाहिएको है तात्नु पर्यो डान्सरहरू नाच्दा तातेको तातै हुन्छ तपाईँहरू पनि तात्नु पर्यो सबैजना सो एकचोटि फेरि पनि जोरदार ताली हाम्रो भेरी ब्युटिफुल डान्सर सलिना
Urena Papa cor tali Samisarani. पैसाहरु ल्याउन पर्यो
इश्क का मंजन घिसे है पिया पल न माने टिंको जिया टिंको जिया इश्क का मंजन घिसे है पिया सर पे मस्ती चढ़ी मैं दीवाना हो गया जवानी का महंगा खजाना हो गया काली आंखों से कितना हंगामा हो गया जब जब देखे तुझे टिंको जिया कस्तो लाग्यो साथीहरू धेरै धन्यवाद छ म नाम नेमिश्वर राज छ धन्यवाद दिन चाहन्छु चन्द्रकान्त पोखरेलजी बडारू 1005 रमेश दिनेश बडारू 1000 550 प्रेम राणा बडारू 1005 शक्ति सिंह काकुरी बडारू 200 गरी प्रदान गर्नुभएको छ धन्यवाद छ सम्पूर्ण दाजुहरूमा तपाईहरूको सानो सहयोगले चाहिँ ठुलो काम गरेछ तपाईहरूको घरमा सुख शान्ति समृद्धि बनिराखोस् तपाईहरूको कल्याण होस् तपाईहरूको जय होस् उन्नति प्रगति होस् तपाईहरूको भन्दै हौ भने यो साथीहरू तपाईहरूको माझमा हुनुहुन्छ लगभग पनि हामी कार्यक्रमको अन्तिम चरणमा छौँ तपाईहरूको माझमा हामीले धेरै समय पनि गऱ्यौँ हाम्रो अर्को ठाउँमा पनि कन्ट्याक्ट आएको छ हाम्रो साथीहरू तपाईहरूको माझमा हुनुहुन्छ सबैले मन खोलेर दान दक्षिणा गरिदिनु होला अझै कोही छुट्नु भएको छ भने पनि अगाडि यसो हातमालो गरेर चाहिँ सबैले दान दक्षिणा गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु सो अब भने ढिला नगरिकन तपाईहरूको माझमा आउँदै हुनुहुन्छ अर्को दृश्यलिङ्गी कलाकार रागिनी श्रेष्ठ एकचोटि जोरदार ताली हेर्नुहोस् है दान दक्षिणा गर्न चाहिँ कहिल्यै पनि हामी पछि पर्नु हुँदैन किनकि गरे दान बढ्छ तपाईँको मान किनकि तपाईँहरूले गर्नुभएको दानले चाहिँ मानवमा रहनुभएका ती बुढा बाबा संसार बालबालिका अनाथ बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको लागि भने तपाईँहरूको दानबाट प्रतिशत भए पनि तपाईहरूको त्यहाँ योगदान हुनेछ तपाईहरूको योगदानले चाहिँ ठुलो काम गर्नेछ मन खोल्नु होला सबैजनाले तपाईँहरूको दिदीबहिनीले तपाईँको माझमा आउनुभएको छ सो अब भने तपाईँहरूको माझमा आउँदै हुनुहुन्छ रागिनी श्रेष्ठ एकचोटि जोरदार ताली
हालिदिनु एउटै हो के कस्तो लाग्यो त साथीहरू धेरै धेरै धन्यवाद छ हाम्रो साथीहरू तपाईँमा पछाडितिर पनि हाम्रो साथीहरू हुनुहुन्छ तपाईँहरूको माझमा सबैजनाले मन खोलेर दान दक्षिणा गरिदिनु होला शिवम 518बाट रु 2000 रुपियाँ यस कार्यक्रमको सफलताको लागि भएको छ भने अब भने तपाईँहरूको माझमा फेरि पनि आउँदै हुनुहुन्छ अर्को दृश्यलिङ्गी कलाकार हाम्रो यो सेकेन्ड लास्ट प्रस्तुतिहरू तपाईँहरूको माझमा मालिका सुभाष छेत्रीको तर्फबाट बस्नुहोला सबैजनाले मन खोलेर दान दक्षिणा गर्नुहोला कोही रहनु भएको छ हाम्रो साथीहरू हजुरहरूको पहुँचमा पुग्न सक्नु भएको छैन भने पनि कार्यक्रमको साथ पनि हामी थोरै एकैछिन यहाँ हुन्छौँ त्यति बेला तपाईँहरू आएर दान दक्षिणा गर्न सक्नुहुन्छ सबैजनाको जोरदार तालिमा आउँदै हुनुहुन्छ हाम्रो मालिका सुभाष छेत्री पैसा देऊ के गोमा पैसा देऊ के पैसा देऊ
कस्तो लागेर साथीहरु एक्चुअली 4 नम्बरमा केही न केही भइरहेको चाहिँ हुनुपर्छ है एकचोटि सबैजना चिच्चाएर के छ 4 नम्बर माझमा हुनुहुन्छ कार्यक्रमको अन्तिम चरणसम्म गएपछि फुस्किहाल्यो होइन आजको दिन गएपछि गए फेरि 1 वर्ष गुन्नुपर्छ दान दक्षिणा गर्नु होला ओ नन आएको आइछ लास्ट गर्दै के हामीलाई अर्को ठाउँबाट कन्ट्याक्ट आएको आइछ के गर्ने हजुरलाई छोडेर जाने मन पनि छैन र उतातिर मन दुखाउने मन पनि छैन भन्दै अबको प्रस्तुति तपाईँहरूको माझमा फेरि पनि रागिनी श्रेष्ठ आउँदै हुनु एक्सचेन्ज सेन्टर चाहिँ क्लोज भएको हामी जानकारी गराउँछौँ सबैजना साथीहरू हाम्रो तपाईँले मन खोलेर दान दक्षिणा गरिदिनु होला भन्दै स्वीकार्नुहोस् रागिनी श्रेष्ठलाई तपाईँहरूको माझमा जोरदार तालीको बिचमा क्या चाहिए मुझे क्या चाहिए मुझे क्या मियाँ माइक में घुस ही जाओगे क्या? अबे नौटंकी बंद करो, पिंकी आ रही है। चाहिए मुझे क्या चाहिए मुझे क्या चाहिए सब एक तमाशा देख मुझे की पिंकी फुल ना दिल्ली वालों की पिंकी है पैसे वालों की ना दिल्ली वालों की पिंकी है पैसे वालों की ना दिल्ली वालों की पिंकी है पैसे वालों की मेरे पीछे तो सारे पकड़िए पड़े गूगल पे जाके ढूंढा दिले वो तो कम वक्त फेसबुक पे चिपके पड़े अबे ऐसे मारे की पिंकी कोई ढूंढे चले ये सारे बवालों की मुंबई की ना दिल्ली वालों की पिंकी है कॉलर वालों की मुंबई की ना दिल्ली वालों की पिंकी है पैसे वालों की मुंबई की ना दिल्ली वालों की पिंकी है पैसे वालों की पैसा
मुंबई की ना दिल्ली वालों की, मुंबई की ना दिल्ली वालों की, जिंदगी है पैसे वालों की। मुंबई की ना दिल्ली वालों की, जिंदगी है पैसे वालों की। मुंबई की ना दिल्ली वालों की, अरे stop it यार। अरे बाबा बस। ओके बाय। गोवा नेपाली जुबाट रु 505 रुपियाँ यस कार्यक्रमको लागि प्रदान भएको छ। सम्पूर्ण सहयोगी हातहरूलाई भने हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। लगभग हामी कार्यक्रमको अन्तिम चरणमा अब भने आउँदै हुनुहुन्छ तपाईँहरूको माझ। यो चाहिँ हाम्रो अन्तिम हुनेछ। सो अब भने आउँदै हुनुहुन्छ तपाईँको माझमा सुडी थापा। म त्योभन्दा पहिला चाहिँ सबैजना गर्न चाहन्छु, सबैजनाले मन खोलेर दान दक्षिणा गर्नुभयो होला। कोही छुट्नु त भएको छैन नि? कोही छुट्नु भयो छुट्नु भयो रहेछ। हेर्नुहोस् न, हाम्रो ग्रे कलरको लाउने दाइ छुट्नु भयो रहेछ। कोही पनि नछुट्नु होला। मैले अघि पनि भनिसकेँ तपाईँहरूलाई, मानव सेवा मानव रूपन्देही मानव सेवामा रहेर बस्नुभएका ती बुढा बाबाको लागि हामीले यो रकम सङ्कलन गरिरहेका छौँ। तपाईँहरूको सानो सानो सहयोगले ठुलो काम गरेछ। अझै पनि कोही रोकिनु भएको छ भने, बस्नुभयो भने मन खोलेर दान गरिदिनु होला, किनकि भोलिको दिन के हुन्छ कसैले जानेको हुँदैन। तपाईँ हामीमा पनि केही पर्दैन भन्न हामी सकिँदैन। सबैले मन खोलेर दान गर्नु होला। सब पनि तपाईँहरूको माझमा सुडी थापा आउँदै हुनुहुन्छ र यो हाम्रो अन्तिम प्रस्तुति रहनेछ। तयार हुनुहुन्छ जितपुर? पहिचान उडी संस्कार हामी सम्पूर्ण नेपाली संस्कृतिको आधार इन्द्रणी तिरुसरलिङ्गी देउसी भैलो कार्यक्रम तपाईँहरूकै जितपुरमा पनि हामी सञ्चालन गरिराखेका छौँ। स्विडीलाई स्वीकार्नुहोस्। के मारे लता कमर में देख तो ब्यूटी हम प्लान हो जाता हमें। कहीं कितना सैया पहले बाबूर सजैया धून पहले देहरा जाई से रजैया छील देला दहिया बलमुआ के बलमुआ के बलमुआ के है बलमुआ के बलम है बलमुआ के बलम जैसे लाल सद के बलमुआ के
करे लगो देह साया साड़ी गरम रहे खाते मुर्ग मसाला बलम के बलम के बलम के बलम है बलम है बलम धक्के जैसे लड़ जाते बलम के कबारू भइल न भोरले कई बार कई बुआ के साइज हमर बढ़ी के अनार भइल भले बाले संछा हमर अलग धगा हौवे मरद हमर ओही में के पका काम नहीं करी कोनो मन हम बलमुआ के बलम के बलम के बलम है बलम के बलम है बलम के बलम छिड़ दला गहिला मसलम बलमुआ के बलम के बलम आगे तेरे पीछे तेरे लड़के 15-16 किस लड़के ने तेरे लिए पेटीएम खोला लड़के के साथ तू कोका कोला एउटा भोजपुरी आउँछ अरे लास्ट एउटा लड़के खोले कोला धेरै धेरै धन्यवाद म धेरै धेरै धन्यवाद दिन चाहन्छु जितपुरमा हुनुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा यो कार्यक्रम यही स्थगित भएको पनि समापन भएको पनि म सम्पूर्णमा भन्न चाहन्छु धेरै धेरै धन्यवाद सधैँ सहयोग गर्नुभयो सबैजनामा सुख शान्ति समृद्धि बनोस् अर्को वर्ष नमरे बाँचे कालेले साँझ भन्दै सम्पूर्णबाट चाहन्छ हस्त नमस्कार शुभरात्रि स्पोर्ट चाहिँ झिन्झिमे चोक रहेछ सबैजनालाई झिन्झिमे चोक सार्वजनिकभित्र आमन्त्रण गर्दै म पनि तपाईँहरूको माझबाट उजेर हुन चाहन्छु नमस्ते आएको घुमाउन है एक्लै आउनुभएको ए